everyone. So धेरै पछिको प्रतीक्षा गरेपछि I am back in my YouTube channel. So I don't know तपाईहरुले हेर्नुहुन्छ हेर्नुहुन्न हेर्यो भने चाहिँ लाइक शेयर सब्स्क्राइब गर्दिन नबिर्सिनु होला सुरुमै भने र hi if you are watching for the first time I am Rajani and I do every kind of a vlog, makeups, everything. So let's start with happy Dasai guys. Happy Dasai to all of you. म चाहिँ धेरै पछि दशैंको vlog बनाउन आइरा छु. My brother is laughing here and I'm here. आज चाहिँ मेरो काम थियो म चाहिँ भर्खर आइपुगे and it's already 3:54 अनि आएर घरमा हेर्दाखेरि I will show you guys मेरो बुढोले गरेको प्रगति. आज चाहिँ मेरो बुढोको अफ थियो ए उठ मेरो बुढोको चाहिँ डे अफ थियो and just म देखाउँछु पछाडीबाट है त यो सब झिकेर and यो चाहिँ हाम्रो र्याक मुनि चाहिँ राख्छौं हामीले जहिले पनि जमरा बिकज यहाँ मुनि राख्यो भने चाहिँ जमरा अँध्यारो भएर राम्रोसँग आउँछ भनेर and this is नरिवल यहाँ अनि यो चाहिँ सुपारी I think गणेश बनाउनु भयो होला and this is दियो and this is जमरा and colors and Lux Durga Mata is over there. So all over he did it just जसरी सिकाएको त्यस्तै गरी गर्नु त भएछ तर त्यो म्यानेज गर्नै पर्ने छ अनि जमरा चाहिँ राख्नु भएछ लास्टमा के उमार्छ जमरा हान्नलाई जौ चाहिँ यति मात्र रहेछ के म तर लास्ट टाइमको जौ छ होला भनेर बसेको लास्ट टाइमको जौ रहेछ सो जौ पनि छैन रहेछ अब चाहिँ म जौ लिन जान्छु भनेको look at the climate guys यो परिवारले नि मलाई यस्तो धेरै दुःख दिइसक्यो नि हेर्नुस् परिवार उड्यो weather is very 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 bad आजकै दिन यस्तो हुन पर्ने घट स्थापना हेर्नुस् पानी परिरहेछ मस्त पानी परिरहेछ देख्यो कि देखेन एनीहो पानी परिरहेछ यो पानी रोकेपछि चाहिँ अब इन्डियन स्टोर मात्र छ के यहाँ म बस्ने ठाउँतिर लेट्स सी त्यो इन्डियन स्टोर तिर चाहिँ आई विल गेट सम के रे भर्खर मैले के भनेको थिएँ जौ पाउँछ कि पाउँदैन जौ पायो भने चाहिँ म र भाइ एकछिन गएर जौ किनेर लिएर आएर त्यसमा हाल्छु अनि अलिकति आफ्नो हिसाबले त्यहाँ अझै मिलाइदिन्छु सो म चाहिँ अब आजदेखि दशैंको दिनसम्म भ्लग बनाउँछु के रे आजदेखि दशैंको दिनसम्म भ्लग बनाउँछु सो स्टे ट्युन्ड गाइज टिप्ने डराइ अब फुल टिप्छु यस्तो राम्रो भएको छ क्या हाम्रो यसमा फुल चाहिँ भर्खर उठेको चाहिँ अब म फुल टिप्छु यस्तो माया लाग्दो भएको छ क्या फुल टिप्न पनि तर पनि टिप्छु कसले देख्यो भने मार्दा फेरि मेरै बुढो रहेछ तर्सिँदै बसेको त कसले देख्यो भनेर चाबी ल्याइदिनु भयो थ्याङ्क यू खै बाई गर्नु नि त बाई बाई ओके गाइज फाइनली मैले चाहिँ फुल टिपेँ मलाई चाहिँ डर लाग्छ कि फुल टिप्नलाई मेरो हातले एउटा हातमा फुल एउटा हातमा दुबो छ दुबो देखिरहेको पुरै फाइनली माथि आएँ मैले चाहिँ फुलहरू सबै धोएँ पखाले मलाई चाहिँ त्यो टिपेर ल्याएपछि यतिकै चढाउन मन पर्दैन है बुढोले चाहिँ बिहानै नुहाइधुवाइ गरेर सबैतिर दियो बत्ती बालेर पानी फेरेर जानु भइसक्यो म पनि फ्रेस भएर अनि त्यसपछि बत्तीहरू हालेर माथिपट्टि पूजा गर्दैछु सो सँगै गरौँ है त
सो आज चाहिँ 4th डे अफ दसैँ एन्ड मेरो जमरा चाहिँ हल्का फुल्का टुसा उमार्न थालेको छ। लेट्स सी है त कस्तो देखेछ भनेर म एकछिन देखाउँछु है। यतिको चाहिँ टुसा उमार्यो। मलाई चाहिँ एकदम टेन्सन भइरहेको थियो कि यो पालि जमरै उम्रिँदैन कि भनेर, तर फाइनली हल्का फुल्का टुसा उमारेको देखेर थोरै मात्र उम्रियो भने पनि आई विल बी मोर ह्याप्पी। सो क्या सो आज फोर्थ डे नै भइसक्यो जस्तो लाग्छ मलाई जहाँसम्म। सो त्यही हो, अब म एभ्रिडेको अपडेट गर्दै गराउँछु। यहाँ मेरो घरमा चाहिँ परेवाले हैरान बनाइसक्यो गाइज। यहाँ हेर्नुहोस्, हुँदा हुँदा यहाँ आएर यो परेवाले यहाँ आएर बच्चा पायो कि यहाँ आएर केही काम नपाएर यहाँ आएर बच्चा पायो। त्यो गर्ने के यसलाई, यसको यो अन्डालाई मैले फ्याल्ने कि मैले होस् भनेर राखिदिने कि। उफ माइ गॉड, मलाई दुःख दिने मेरो यो परिवारले त मलाई दुःख दिन लेखेको छ कि। नेपालमा हुँदा नि मेरो घरमा यति धेरै परिवार आउँथ्यो। माइ गुडनेस, म चाहिँ मेरो प्लान्टहरुमा पानी हाल्न गइरहेको छु। धेरै पछि ब्लग बनाएको है, सो रमाइलो भइरहेछ। दिदी बहिनी भएर एउटा साग पखाल्ने, एउटा चाहिँ मजाले साग के भयो। सो के हो तिम्रो नाम? हाई, सो दिस इज अरिका एन्ड दिस इज ठुलो छोरी ओके। सो लाइक रजन दिदीको होइन, लाइक रजन दिदीको च्यानल लाइक एन्ड प्लिज please like and subscribe guys. Hit the notification bell as well. मेरो दिदीलाई धेरै धेरै माया दिनुस् भन। मेरो दिदीलाई धेरै धेरै माया दिनुस्। ठुलो छोरीले भन न। मेरो दिदीलाई धेरै धेरै माया दिनुस् अनि खुसी हुन्छ। अनि साउ खाऊ। हाई गाइज, सो आज चाहिँ 6th डे अफ दसैँ एन्ड म चाहिँ अब हिजो हामी मामा घरमै बसेको थियौँ। अब आज चाहिँ हामी घर फर्किँदैछौँ। सो माई हस्बेन्ड इज हियर। से हाई बुढो, यता हेरेर भन न। सो आर यु गाइज एक्साइटेड? सो या वी आर गोइङ आवर हाउस। अब आज चाहिँ हामी हाम्रो घर जाँदैछौँ अनि यिनीहरू पनि मसँगै जाँदैछन् घर एन्ड दे आर भेरी एक्साइटेड टु गो देयर। Let's see how we go. Now we're gonna enjoy. We are going to enjoy. Okay, Rihanna? Yeah! Bye, girl. No, you're not Rihanna. We are going to Costco. Okay, first. So अब अहिले चाहिँ हामी कोस्टको जाँदैछौँ। यहाँ मामा घरबाट चाहिँ I think 10 minutes or 5 minutes. 13 minutes. Okay, 13 minutes right. To Costco wholesale. Okay, 13 minutes रहेछ। So हामी त्यहाँ गएर हामीलाई अन्डाहरू यताउति किन्नु छ अनि त्यही हो। So I will be updating you guys. यो भिडियो चाहिँ मैले खास धेरै लामो बनाउन नखोजेको हो क्या, बोर हुन्छ नि त, त्यही भएर। So let's go. आज चाहिँ दसैँको अघिल्लो दिन आज अष्टमी भन्छ, नवमी, दशमी नवमी हो आज। एन्ड बुढोले चाहिँ मलाई
आज नवमी भोलि दशमी म चाहिँ काममा जान लाग्यो एन्ड 6 बजे हेर्नुस् गाइस कति उज्यालो छ सो उज्यालो 6 बजे लास्टै उज्यालो भइसक्यो एज इफ कि अहिले 8-9 बजे जस्तो त अलि भएको छैन तर उज्यालो चाहिँ उज्यालै छ एन्ड त्यही हो अब आज चाहिँ मेरो काम छ आज मेरो बुढोको डे अफ छ अनि त्यसपछि आज काम गरेर आउँछु त्यसपछि आज हामी चाहिँ गाडी पूजा गर्ने भनेर भनेको छ म बाहिर न मन्दिर चाहिँ हामी जान्छौँ कि जाँदैनौँ डिपेन्ड्स अन मी कति टायर्ड भएर आउँछु म कि जाने हो व्हाट डु यु थिंक ओके सो म आउँदाखेरिसम्म चाहिँ मेरो बुढोले आज गाडी साडी धोइ धाइ गरेर चिटिक्क पारेर राख्नुहुन्छ अनि म आउँछु आएर अनि त्यसपछि रेडी हुन्छु एन्ड हामी चाहिँ गाडी पूजा गर्छौँ आज एन्ड त्यही हो त्यसपछि भोलि त दशमी भइहाल्यो ओके गाइज सो म चाहिँ कामबाट फर्केँ अनि हल्का फुल्का सपिङ थियो त्यो पनि हामीले गऱ्यौँ एन्ड ह्याप्पी दसैँ एभ्री वान सबैजनालाई ह्याप्पी दसैँ मेरो बुढोको तर्फबाट पनि भन न ह्याप्पी दसैँ एभ्री वान सो इन्जोय यो दसैँ यो चाहिँ मेरो दसैँको 5th या 6th डेको दिनमा चाहिँ मैले भ्लग हाल्छु होला एन्ड भोलि अलमोस्ट दसैँ त आयो भाइ भोलि अब चाहिँ हामी घर गएर मैले बिहानदेखि पानी पनि खाएको छैन आज मेरो बुढोले पनि केही खानु भएको छैन सो गाडी साडी धोएर रेडी गरेर राख्नु भइसक्यो अब हामी घर जान्छौँ अनि त्यसपछि आज हामी नवमी हामीले चाहिँ नर्मली म चाहिँ जहिले पनि नवमीकै दिनमा पूजा गर्छु गाडीलाई सो हामी चाहिँ अब घर जान्छौँ अनि घर गएर नवमीको पूजा गर्ने हो गाडी पूजा गर्ने अनि त्यसपछि त्यही हो आज त्यही प्लान छ अनि त्यसपछि मासु खाने ओके गाइज सो हामी चाहिँ अब पूजा गर्दैछौँ म गर्छु पूजा चाहिँ ओके गाइज तो रे सो भने म चाहिँ अब भुटुन र चिउरा खाँदैछु Cheers. It's a coke. दसैँमा पनि नखाएको कोक कहिले खानु मिठो भएछ Good morning everyone. So happy Dasai to everyone. म चाहिँ नुहाइधुवाइ गरेर बिहानै फ्रेस भएर पूजा गरेर भ्याएँ एन्ड पूजा गरेर अब मैले अलिकति चामल पनि मुछे के अरे टिका मुछेँ अब टिका पनि रेडी भयो अब बुढो नुहाउन जानु भएको छ वेलकम मलाई चाहिँ ठस्स टिका लगाइदिइहाल्नुहुन्छ बिकज उहाँको चाहिँ काम छ 8 बजे निस्किनु पर्छ यहाँबाट सो म त्यही भएर आज 5:30 बजे उठेर नुहाइधुवाइ गरेर सबै कुराहरू रेडी गर्न थालेँ सो द्याट कि ढिला नहोस् बुढालाई पनि भनेर अब म चाहिँ बुढोको हातको टिका लगाएर आई विल बी रनिङ फ्रम हियर म चाहिँ मामा घर जान्छु त्यसपछि वी विल इन्जोय देयर सो जस विदेशमा परिवार हुनु भनेको चाहिँ सबै कुरा हुनु जस्तो रहेछ क्या रमाइलो सो मेरो नन्दहरू चाहिँ आई गेस भोलि आउनुहुन्छ किनभने उहाँहरू पनि बिजी हुनुहुन्छ सबैजनाको काम यो पालि त दसैँ ओमाइको योपालिको दसैँ त दसैँ जस्तो पनि फिल भएको छैन हैन बट आफैले इन्जोय गर्ने हो सो व्हाट क्यान वी से वी कान्ट से एनीथिङ सो लेट्स सी हाउ आई गो गाइज मेरो जमाना देखाउँछ है मेरो जमानाकै बेइज्जत भयो यो वेट हेर्नुहोस् जमाना के हो यो भाइ यो के हो यो फुल बोले तोरीको फुल बोले जस्तै व्हाट इज दिस मैले मेरो बुढालाई भनेको थिएँ कि त्यो जौ सकेको थियो म लिएर आउँछु अनि हालौँला भन्दाखेरि हैन पर्दैन यति हाले इनफ हुन्छ भन्न थाल्नुभयो ल इनफ हुने भयो इनफ होस् न त भनेर मैले पनि छोडिदिएँ तै पनि चित्त नबुझेर अझै गएर मैले जौ किनेर ल्याएर माथि छर्दै जहाँ चाहिँ मैले छर्केको त्यहीँ मात्र आछ कि उसले छर्केको ठाउँमै आएको छैन एनीवे
माथिबाट यो चाहिँ दुर्गा माताको प्रसाद मैले टिका लगाएँ मेरो बुढा काममा जानुभयो ठ्याक्क 8:10 मिनटमा छ यो चाहिँ नरिवलको झोल मलाई मिठो लाग्छ क्या टिका लगाएपछि मान्छेको मुखै चेन्ज हुने क्या सो पहिला टिका चाहिँ म मेरो बुढोको हातबाटै लगाउँछु भनेर हो अब चाहिँ मेरो आमाको हातको टिका लगाउँछु म सेकेन्ड तर अहिले हैन सबैजना रमाइलो गर्नुहुन्छ म चाहिँ मेरो बुढोलाई कुर्छु रातिको 9:30 बजेसम्म एन्ड मेरो बुढा आउनुहुन्छ त्यसपछि मात्रै टिका लाउँछु म त्योभन्दा अगाडि मैले टिका लाउनु ध्यान पाउँदिनँ किनभने बिहे गरिसकेपछि चाहिँ बिहे गरेको छोरीलाई ज्वाइँ नभई टिका लाउँदिन भन्नुभएको छ त्यही भएर यहाँ चाहिँ मेरो मामा घर अस्ट्रेलियामै छ माई दसैँ सो रमाइलो ओके लेट्स गो ओके गाइस हामी चाहिँ रेडी भएर निस्क्यौँ भाइ म एन्ड मामा घर जानु लाग्यो अब फर्स्टमा चाहिँ मकवारी पार्क पैसा साट्न आयौँ हाई गाइस सो अब चाहिँ हामी म मामा घर आइपुगेँ अनि त्यसपछि यो 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 पुकुलेलाई फर्स्टमा सी वान्ट्स टु डु अ मेकअप सो okay so are you excited for that yes okay so first her turn and this will be aruko last ma I will be doing my makeup so let's get started smile pani gardeu na hi हामी चाहिँ रेडी भयौँ अब चाहिँ हाम्रो टिका लाउने बेला हुँदैछ म चाहिँ यस्तो भएको छु माइज यस्तो हुनुभएको छ रश्मि यस्तो भएको छ मामाहरू यस्तो हुनुभएको ग्रिन ग्रिन ब्लू आमा कलर टुडे आमा पर्पल कोस्टको जाँदैछौँ टिका लगाएर लगाइज हामी चाहिँ कोस्टको जानु लाग्यो टिका मैले चाहिँ लगाएन होइन यो मेरो बिहानको टिका हो सर र मेरो ड्राइभर ओके गाइज हामी चाहिँ अब कोस्टको जाँदैछौँ माइ चाहिँ के गर्नु जानु लाग्यो हामी कोस्टको अब हामी कोस्टको हल्लाइदिन्छौँ ड्याङ ड्याङ चाहिँ हल्लिन्छ कोस्टको सो लेट्स गो यो आज चाहिँ टिकाको दिन हो अनि म चाहिँ सायद आज टिका लगाइसकेपछि चाहिँ यो भिडियो इन गर्छु होला सो स्टे ट्युन र मेरो च्यानललाई के गर्नु रे प्रसन्न दा लाइक एन्ड सब्स्क्राइब एन्ड प्लिज यही हो सानोमा आएर मेरो भिडियोमा भिडियो बनाइदिने केटी चाहिँ सी इज नाउ दिस बिग हाई भन्दै नि त एकचोटि अब चाहिँ आज चाहिँ डे 2 अफ टिका एन्ड हामी बुढाबुढी बुढो भर्खर कामबाट आउनुभयो बिचारा हि इज भेरी टायर्ड आई डोन्ट वान्ट टु सो हिम हामी चाहिँ अब मामा घर जाँदैछौँ फेरि आज पनि टिका लाउनको लागि मैले चाहिँ कान्छो मामा माइजूको हातबाट चाहिँ टिका लगाएको छैन सो अब गएर चाहिँ हामी टिका लगाउँछौँ